एसडिएल स्ट्रङ स्पाइक पछि अहिले मार्केट किन स्लो हुँदैछ? यो कन्सोलिडेसन हो कि ट्रेन्ड रिभर्सल? आज हामी डिटेलमा एनालाइज गर्नेछौँ। नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई आनन्द इन्साइट्समा। आज चैत 29 गते आइतबार म एसडिएल को टेक्निकल एनालिसिस लिएर आएको छु। आजको एनालिसिस सधैँ चाहिँ मार्केट स्ट्रक्चरबाट सुरु गरौँ। सबैभन्दा पहिले ओभरअल स्ट्रक्चर हेरौँ। लङ टर्म डाउन ट्रेन्ड पछि एसडिएल ले एक स्ट्रङ इम्पल्सिभ र्याली दिएको छ, जुन क्लियर ट्रेन्ड शिफ्टको संकेत थियो। तर त्यसपछि मार्केट अहिले साइडवेज करेक्सन फेजमा छ। प्राइस रेन्ज भित्र कन्सोलिडेट भइरहेको छ। हालको स्ट्रक्चर रेन्ज बाउन्ड कन्सोलिडेसन विदिन ब्रोडर रिकभरी ट्रेन्ड। अब इएमए एनालाइसिस। इएमए 9, इएमए 21 र इएमए 48 तीनैवटा अहिले एकदम क्लोज छन् र फ्ल्याट हुँदै गइरहेका छन्। यसले के देखाउँछ भने ट्रेन्ड स्ट्रेन्थ घट्दैछ र मार्केट साइडवेज हुँदैछ। प्राइस कहिले माथि कहिले तल क्रस गरिरहेको छ, क्लियर डाइरेक्सन छैन। आरएसआई अहिले करिब 48 मा छ। यो न्यूट्रल जोन हो। मोमेन्टम नाइदर बुलिश नर बेयरिश। आरएसआई मिड लाइन वरिपरि घुमिरहेको छ। क्लियर ट्रेन्ड कन्फर्मेसन छैन। म्याकडी हेर्दा म्याकडी लाइन सिग्नल लाइन भन्दा तल छ। हिस्टोग्राम स्लाइटली नेगेटिभ छ, तर बेरिश मोमेन्टम स्ट्रङ छैन। हिस्टोग्राम फ्ल्याटन हुँदैछ। यसको मतलब सेलिङ प्रेसर विक छ र मार्केट कन्सोलिडेसन फेजमा छ। भोल्युम अहिले लो छ। ब्रेकआउट स्ट्रेन्थ देखिएको छैन। ओबिबी साइडवेज मुभमेन्टमा छ। नो क्लियर एकुमुलेसन अर डिस्ट्रिब्युसन। यसले कन्फर्म गर्छ मार्केट वेट एन्ड वाच मोडमा छ। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा लेभल सुरु गरौँ रेजिस्टेन्सबाट। 1180 देखि 1200 जोन स्ट्रङ रेजिस्टेन्स रहेको छ। यो जोन ब्रेक भयो भने नेक्स्ट मुभ 1250 देखि 1300 तिर जान सक्छ। सपोर्टको कुरा गर्नु पर्दा फेरि 1150 इमिडिएट सपोर्ट रहेको छ भने 1120 स्ट्रङ बेस सपोर्ट देखिएको छ। प्रोबेबल सिनेरियोजको पनि कुरा गरौँ। सुरु गरौँ बुलिश सिनेरियोबाट। 1200 माथि ब्रेकआउट प्लस भोल्युम आयो भने स्ट्रङ अपवर्ड मोमेन्टम सुरु हुन सक्छ। साइडवेज सिनेरियो जसको चाहिँ अहिले हाई प्रोबेबिलिटी देखिएको छ। 1150 देखि 1200 बीच कन्सोलिडेसन जारी रहन सक्छ। बेरिश सिनेरियोको कुरा गर्नु पर्दा फेरि 1150 तल ब्रेकडाउन भयो भने प्राइस 1120 तिर करेक्सन जान सक्छ। अहिले मार्केट क्लियर ट्रेन्डमा छैन। रेन्ज ट्रेडिङ इन्भाइरोमेन्ट छ। ब्रेकआउट वा ब्रेकडाउन कन्फर्मेसन बिना इन्ट्री लिनु रिस्की हुन सक्छ। कन्क्लुजनमा एसडिएल अहिले स्ट्रङ र्याली पछि कन्सोलिडेसन फेजमा छ। मोमेन्टम न्यूट्रल छ, भोल्युम विक छ र इन्डिकेटर्सले वेट एन्ड वाच संकेत दिइरहेका छन्। नेक्स्ट बिग मुभ डिसाइड हुनेछ 1200 ब्रेकआउट वा 1150 ब्रेकडाउन पछि। त्यसैले पेसेन्स राख्नुहोस्। क्लियर सिग्नल आउँदा मात्र एक्सन लिनुहोस्। कुनै पनि स्टकको प्राविधिक विश्लेषण चाहनुहुन्छ भने भिडियोमा कमेन्ट गर्नुहोला। म आगामी भिडियोमा विश्लेषण गर्नेछु। यस्तै क्लियर इन्डिकेटर बेस्ड एनालाइसिस पाउनका लागि आनन्द इन्साइटसँग जोडिनुहोस्, लाइक गर्नुहोस् अनि पेज च्यानललाई फलो सब्स्क्राइब गर्नुहोस्। सानो डिस्क्लेमर, यो विश्लेषण शिक्षात्मक उद्देश्यका लागि मात्र हो। कुनै पनि लगानी निर्णय लिनु अघि आफ्नै अध्ययन र फाइनेन्सियल एडभाइजरको सल्लाह अनिवार्य लिनुहोस्। म हुँ आनन्द भट्टराई, आनन्द इन्साइट्सबाट। फेरि भेटौँला अर्को विश्लेषणमा। धन्यवाद।